आजको यस भिडियोमा हामी 3D एनिमेसनले हेर्ने छौं 2081 चैत 15 तिनकुनेमा घटेको घटना कसरी घट्यो, कसरी दुई जनाले आफ्नो ज्यान गुमाए र कसरी मिडियाद्वारा यो खबर लुकाइयो। आजको यो 3D एनिमेटेड भिडियोलाई यसरी बनाइएको छ जुन कि 10 वर्षको बच्चाले पनि मजाले बुझ्न सक्छ। सधैँको जस्तै सुरुबाटै सुरु गरौं। वेल, भिडियो स्टार्ट हुनुभन्दा अघि तपाई यो म्याप बुझ्नुहोस् अनि मात्र तपाई यो भिडियोलाई मजाले बुझ्न सक्नुहुन्छ। लु हेर्नुस्, यो हो तिनकुने र तिनकुनेको यो ठाउँमा विरोध सभा हुन लाग्दैछ। अब यो स्टेजको साइडमा रहेको यस बिल्डिङलाई तपाईले मजाले हेर्नुहोस्, किनभने मजाले देखेपछि तपाई यो बिल्डिङको छतमा रहेको यी दुई जनालाई देख्न सक्नुहुन्छ। वेल, यसको कुरा हामी अगाडि भिडियोमा गर्नेछौँ। अब यस बिल्डिङको साइडमा रहेको स्टेजको सिधै हेर्नुभयो भने यहाँ पुलिसको ब्यारिकेडिङ छ जुन कि तपाईले साफ यस 3D भिडियोमा हेर्न सक्नुहुनेछ। आई होप तपाईले म्याप मजाले बुझ्नु भयो होला। अब अगाडि भिडियोमा तपाईलाई बुझ्न सजिलो हुन्छ। ल अब फेरि हामी भिडियोमा फर्कौं। बेलुकाको 1:30 बजेको करिब यहाँ विरोध सभा सुरुवात हुन्छ। तिनकुनेको मुख्य फिल्डमा थुप्रै मान्छे आइसकेका हुन्छन्। यसरी औपचारिक कार्यक्रम राष्ट्रगानबाट सुरु हुनै लाग्दै थियो, तर त्यति बेला नै स्टेजमा अश्रु ग्यास प्रहार हुन्छ। ग्यास प्रहार भएपछि मान्छेहरू यो अश्रु ग्यास कसले फ्याल्यो भन्दै वरिपरिको भवनहरूमा हेर्न थाल्छन्। भिडले माथि हेर्दै गर्दा एउटा भवनको छतमा केही व्यक्तिलाई नोटिस गर्छन्। सादा पोसाकमा बन्दुक ताकेको जसरी नै दुई जना व्यक्ति उभिरहेका हुन्छन् र भिडलाई पर्काइरहेका हुन्छन्। यो कुरा तपाई यो रियल भिडियोमा पनि देख्न सक्नुहुन्छ। यो देखेर भिडले पनि त्यस बिल्डिङ माथि ढुङ्गाले प्रहार गर्न थाल्छन्। तर यसै बीच एउटा प्रश्न आउँछ, यिनीहरूलाई कसले अनुमति दियो होला माथिबाट फायरिङ गर्न? एकचोटी फेरि यो लोकेसन हेर्नुहोस्, यहाँ छ स्टेज र यसको जस्ट साइडमै छ यो बिल्डिङ। यो देखेर पक्कै यो क्लियर हुन्छ, होस् नहोस् कसैले पहिलादेखि नै प्लान बनाएर यसै बिल्डिङबाट अश्रु ग्यास प्रहार गरियो होला। यति मात्र होइन, स्टेजको अर्को साइडमा रहेको बिल्डिङ जसलाई प्रदर्शनकारीले एकछिनमा आगो लाउने वाला थिए, त्यहाँ भिडले फेरि 3 जना अनजान व्यक्तिलाई देखे र उनले पनि सादा पोसाक लगाएका थिए। बिल्डिङको छतमा रहेका व्यक्तिहरूलाई देखेर भिड आउट अफ कन्ट्रोल भयो र भिडले यी दुवै बिल्डिङलाई निशाना बनाउन थाल्छन्। र त्यति बेला एक निडर पत्रकार सुरेश यस बिल्डिङ भित्र प्रवेश गर्छन्। उनी यतिका निडर थिए कि ढोका बन्द हुँदा पनि उनी झ्यालबाट यसरी पस्छन् र बाहिरको प्रदर्शनलाई भित्रैबाट क्याप्चर गरिरहेका हुन्छन्। भित्रको हालत केही यस्तो थियो, प्राइभेट प्रोपर्टीलाई तोडफोड गरेर आन्दोलनकारी बाहिर निस्किन्छन्। तर सुरेश आफ्नो ड्युटी निभाउन छोड्दैनन् र उनी बिल्डिङको त्यही रुममा रहन्छन् र त्यसको केही समय पछि केही यस्तो हुन्छ जो कसैले एक्सपेक्ट गरेको थिएन। सुरेश रहेको बिल्डिङमा आगो लागिसकेको थियो र त्यसपछि के भयो यो कुरा तपाईलाई थाहा नै होला। सुरेशलाई त्यही बिल्डिङमा आफ्नो ज्यान गुमाउनु पर्यो। अब यस विषयमा तपाई सुरेशको भाइको यो इन्टरभ्यु हेर्नुहोस्। अब उसको बडी हेर्दाखेरि चाहिँ उसको जुन पोजिसनमा थियो नि, उसलाई केही न केही पहिल्यै भइसकेको थियो क्या, पहिले नै भइसक्यो। त्यसपछि चाहिँ आगो लगाइयो भन्ने जस्तो लाग्छ हामीलाई चाहिँ। आगो लागेपछि मान्छे त चिच्याउँछ, दौडिन्छ, आगो निभाउन खोज्छ, घिस्रिन्छ, या झ्यालबाट हाम फाल्ला या ढोकातिर जाला, खोल्नलाई ट्राई गर्ला, होइन जे हुन्छ त्यो आगो निभाउनुको लागि त उसले त्यो गर्छ नि, होइन। ट्विन टावर भत्किँदाखेरि मान्छे 80 तलाबाट हाम फालेन, मेरो भाइ 4 तलाबाट हाम फाल्दैन थियो त। ऊ होसमै थिएन या उसलाई पहिल्यै केही भइसकेको थियो, उसलाई अनि त्यो पोजिसनमा हाल्यो क्या। त्यसपछि चाहिँ यति मात्र होइन, त्यस बिल्डिङमा कोही छैन भन्ने कुरा पुलिसले प्रश्न पारेको थियो जुन कि तपाईँ यो भिडियोमा हेर्न सक्नुहुन्छ। यता भिड उग्र हुन थालेपछि दुर्गा प्रसाद एउटा गाडीमा आएर भिडलाई अगाडि बढ्न उक्साउँछन्। जसरी कि मैले तपाईले सुरुमै देखाएको थिएँ, यहाँ पुलिसको ब्यारिकेड छ, तर दुर्गा प्रसादले यो पुलिसको ब्यारिकेड पनि तोड्छन्। त्यसपछि मात्र पुलिसले हवाई फायर र अश्रु ग्यास फाल्छ। अब यो कुरामा ध्यान दिनुहोस्, अगाडि एयरपोर्ट छ जसकारण हवाई फायर गर्नु त्यहाँ सेफ थिएन। तर त्यो भन्दा ठूलो समस्या त अब हुन गयो। आन्दोलनकारी पछाडि फर्किँदै गरेको बेला पुलिसले भिडलाई ताकेर सुट गर्न थाले। अब यसमा सबभन्दा दुखद घटना त यो भयो कि आन्दोलनमा इन्भल्भ नै नभएका रेबिका र दिनेश खत्रीलाई गोली लाग्छ र उनले आफ्नो ज्यान अन द स्पोट गुमाउँछन्। यो आन्दोलनमा 2 जना निर्दोषले आफ्नो ज्यान गुमाए। यो घटनाले धेरै पछिल्ला वर्षहरूमा भएको ठूलो प्रदर्शन मध्ये एक मानिन्छ। यस आन्दोलनमा 80 जनालाई गोली लाग्यो। तर यति घटना घटिसकेपछि मिडिया अहिले पनि मौन छ। मिडियाको काम हो निष्पक्ष भएर
एक्चुअल न्यूज देखाउने। तर तिनकुनेको यो घटनाले मिडियाको स्वतन्त्रतामाथि ठूलो प्रश्न उठायो। के मिडिया डरले चुप छ वा सरकारको दबावले? तपाईको विचारमा यो मौनताको कारण के हो? कमेन्टमा लेख्नुहोस्। यो भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। वेल, नेपाली प्राइम मिनिस्टरको सेक्युरिटी कस्तो छ भनेर मैले यस 3D एनिमेटेड भिडियोमा देखाएको छु, गएर हेरिदिनु होला। धन्यवाद।